ल स्याफुल्ला सबैजनालाई। खोइ आज त बाहिर जान पनि पाएन, त्यही भएर आज भिडियोहरू के हालौँ जस्तो भयो। त्यही भएर आज चाहिँ मेरो यो आर्ट स्टुडियोको भिडियो नै हालौँ कि भनेर चाहिँ मैले यसो भिडियोहरू खिचिरहेको छु। म त यस्तो काम गर्छु है, यसो काम टाइम पास कामहरू गर्छु यहाँभित्रै। अनि यस्तो छ भद्रगोल छ मेरो त भित्र रुमहरू यस्तै छ आर्टहरू। अनि यहीँ सिकाउँछन्। म कुनै विदेशीहरू नेपालीहरू स्वदेशी सबै आयो भने म यहीँभित्र सिकाइदिन्छु। यहाँ चाहिँ म्याक्सिमम् 4जना हुन्छ। मैले हाफ दिएँ भने 3-4जना चाहिँ सिकाउन मिल्छ। 3-4जना भन्दा माथि सिकाउँदैन। त्यो भएर अब यहाँभित्र चाहिँ अब मेरो भित्र स्टुडियोमा चाहिँ के छ भनेदेखि यस्तै आर्टहरू सम्बन्धी भयो। अनि त्यसपछि आएर चाहिँ यस्तो म्युजिकहरू भयो। यहाँ गाउनेहरूदेखि लिएर यस्तो गाउनेहरू हुन्छन् यहाँ होइन, गाउनेहरूदेखि प्र्याक्टिस गर्ने, अनि म्युजिकहरू बजाउने, टुङ्नाहरू बजाउने प्र्याक्टिस गर्ने है। अब डम्फुहरू बजाउने प्र्याक्टिस गर्ने, गीत गाउने, माइकहरू अबदेखि लिएर यहाँभित्र अब बाँसुरीहरू लिएर मुर्चुङ्गाहरू देखि लिएर अब यो बुद्ध सम्बन्धीको अब ज्ञानहरू, बुद्धको चाहिँ नि कुनैलाई बुद्ध सम्बन्धीको चाहिँ नि अब लामा सम्बन्धीको पनि सिकाउनु पऱ्यो भने अब कखहरू सिकाइदिन्छु म यहाँ है। अनि बुद्ध धर्म सम्बन्धीको फिलोसफीहरू चाहियो भने म यहाँभित्र नेपालीमा पनि सिकाउँछु, इङ्ग्लिसमा पनि सिकाउँछु, थोरै है आफूले जानेको कुराहरू, बुद्धको ज्ञानहरू। खास गरी मेरो चाहिँ यस्तो छ। अब यो बाहिर चाहिँ दोकान छ, बाहिर मेरो ड्युटी अर्कै छ भने म चाहिँ खास भित्र बस्छु। यहाँभित्र मेरो यो चाहिँ आर्ट स्टुडियो हो। धेरै ठुलो त छैन, 4-5जनालाई चाहिँ ठिक हुन्छ है। आज चाहिँ मेरो यो भित्रको आर्ट स्टुडियोको देखाऊँ भनेर हजुरहरूलाई देखाउन लाग्यो। यो चाहिँ एकदम पुरानो आर्ट हो यो है, साह्रै पुरानो भनेर धेरै पुरानो होइन, एकदम एन्टिक छ है। यो छ बुद्धको है, सङ्गीत सम्बन्धीको यहाँ है। यो पनि धेरै ठुलो छ है, राख्नको लागि घरमा पूजाको लागि राख्न चाहिँ मिल्छ। यो सङ्गीत छेपामेको हो है।